हेलो गाइज, वेलकम छ है सबैजनालाई मेरो यो भ्लगमा। आज चाहिँ हामी फेरि फुटबल म्याच हेर्न जान लाग्यो है। अस्तिबाट स्टार्ट थियो, हिजो चाहिँ हामी गइएन। अब यो डन्डा है, डन्डा बजारेको सक्नुहुन्छ। हिजो चाहिँ हामी गइएन, अस्तिबाट स्टार्ट थियो। अस्ति पोखरा अनि पोखरा र काउसडीको थियो है। अस्ति पोखराले जित्यो, काउसडीले जित्यो। अब हिजो हामी गएन, अब आज पनि फेरि हेर्न जान लाग्यो। त्यही हो, हामी चाहिँ जनता स्कुलमा आइपुग्यौँ है। स्कुल यहाँ चाहिँ स्कुल छ, केटाकेटीहरू भर्खरै घर आउँदैछ। हामी चाहिँ फुटबल हेर्न जान लाग्यो है। यो चाहिँ डन्डा बजार है, यो चाहिँ हाम्रो मेन डन्डा बजार। केटाकेटीहरू स्कुलबाट फर्किँदैछन्। हाम्रा यस्ता दिन पनि गए, हामीहरू त यस्ता दिन नै गए। अब आज चाहिँ यहाँ हाट बजार लाग्छ है, सोमबार र बिहिबार हप्ताको 2 चोटि हाट बजार लाग्छ। आज सोमबार हाम्रो डन्डाको हाट बजार, हाम्रो डन्डा राम्रो डन्डा। कसले चिन्नुभयो भन्ने डन्डा कसको घर छ यता। मेरो घर डन्डा हो भनेर तपाईँ गर्नु यताबाट। चाहिँ बजार हो, यही स्वागत रमाइलो हजुर। कति गेम भइसक्यो नि? कति भएको? एक भयो मात्र। एक कसले हान्यो? 0-1 रजरले हान्यो। रजर र काको खेलेको? राप्ती चितवन। कुन चाहिँ चितवन कुन लाउने हो? मेरा चितवनका रहेछन् त नि, कोही होइन मेरा। नलपरासी बिहा गरेर मेरा चितवन के नलपरासी बिहा गरेर नलपरासीहरू चाहिँ हामीसँग रिसाउनु भयो, छोडेर आयो नि। हाई गरिदिनु नि त ल। मेरो आज टु डे भ्लग स्टार्ट हो, त्यही पनि कस्तो पनौती लागेको चाहिँ हाम्रो घरको रिसाउनु। अब आफूहरूले चाहिँ ढिलो गर्ने भए 1 घन्टा लगभग हामीलाई कुराउनु भयो हेर्नु। यहाँ म्याच आधी घन्टाको म्याच चाहिँ छुट्यो। म यस्तो चितवनको झन् बिग फ्यान। अनि के चितवनको मान्छे बिग फ्यान भन्ने नि। अब नयाँ भ्लग हो है, 2 दिन भ्लग बनाउनु थालेको। अब झडा किन अठोके किन दुटा पनि उठाएर उता खाऊ नि खाऊ दादा नि हामी चाहिँ फुटबल हेरेर भ्याएर
अनि फेरि चटपट खान जानु लाग्यो होइन। अब चाहिँ आफै सबाती हाल्छौ। यहाँ पनि रहेछ त अझ टेन्ट गेट त यहाँ पनि बनाएर रहेछ होइन। हाम्रो अर्याल अङ्कलको चटपट फेरि भिड होला। कता खाने हो यहाँ कि त हिजो त कस्तो गुलियो गुलियो जस्तो थियो चटपट पनि। ल हाम्रो अङ्कलको यहाँ चटपट यस्तो मिठो हुन्छ। डन्डामा ट्याक्क लाएर ढकाल पानीपुरी यहाँ चटपट समाएर पानी चटपट मिठो चटपट खान सक्नुहुन्छ होइन अङ्कल? हो भन्नु न। हो हो हामी चाहिँ दिनदिनै हो है चटपट खाने। चटपट पस चटपट खाना आउनुहोस्। चटपट अब चाहिँ हामी घर जानु लाग्यो है। यस्तो अँधेरो भइसक्यो हेर्नु। हाम्रो गेम खेलेर चटपट चटपट खाएर घर जाँदाखेरि होइन। आजको गेम कस्तो लाग्यो भाउजू हजुरलाई? एकदम राम्रो रमाइलो छ। तपाईँहरू पनि आउनु होला। त्यस्तो हार्दा नि रमाइलो लाग्यो तपाईँलाई? काउसोतले जित्यो नि। काउसोती होइन रजरले जित्यो। हेलो बाबु लगन